रातको करिब 12:30 भइसकेको थियो। सिमसिम पानी परिरहेको थियो र चिसो हावा चलिरहेको थियो। म अफिसको काम सकेर आफ्नो मोटरसाइकलमा घर फर्किँदै थिए। सडक एकदमै सुनसान थियो। बाटोको दुवैतिर बाक्ला रुखहरू थिए जसले रातलाई अझ डरलाग्दो बनाइरहेका थिए। अचानक एउटा मोडमा मेरो हेडलाइटको उज्यालो एउटी युवतीमाथि पर्यो। उनले सडकको किनारमा एक्लै उभिरहेकी थिइन्। उनले सेतो कुर्ता लगाएकी थिइन् र उनको कपाल पूरै भिजेको थियो। यस्तो मध्यरातमा यो सुनसान ठाउँमा एक्लै देख्दा मेरो मनमा अलिकति डर त लाग्यो, तर मानवताको नाताले मैले बाइक रोके। कहाँ जाने हो? मैले सोधेँ। उनले बिस्तारै टाउको उठाइन्। उनको अनुहार एकदमै पहेँलो थियो र आँखाहरू गहिरा थिए। उनले मसिनो स्वरमा भनिन्, अगाडिको त्यो पुरानो पुलसम्म पुर्याइदिनु न। मैले हुन्छ भने। उनी मेरो पछाडि बसिन्। उनी बस्ने बित्तिकै मलाई अचानक निकै चिसो महसुस भयो, मानौ कसैले मेरो शरीरमा बरफ राखिदिएको होस्। मैले बाइक अगाडि बढाएँ। मैले कुरा गर्न खोजेँ, तपाई यो बेला यहाँ एक्लै के गर्दै हुनुहुन्थ्यो? उनले कुनै जवाफ दिइनन्। मैले साइड मिररमा हेरेँ, तर मेरो सातो गयो। मिररमा म मात्र देखिन्थे, पछाडिको सीट खाली देखिन्थ्यो। मेरो मुटुको धड्कन बढ्न थाल्यो। मलाई लाग्यो कि सायद ऐना अलिकति हल्लिएको होला, तर जब मैले तल उनका खुट्टामा नजर पुर्याएँ, मेरो शरीर नै जिरिङ्ग भयो। उनका दुवै खुट्टाहरू उल्टो फर्किएका थिए। म डराएर चिच्याउने लागेको थिएँ, तर मेरो आवाज नै निस्किएन। अचानक उनले मेरो काँधमा आफ्नो चिसो हात राखिन् र मेरो कानमा बिस्तारै भनिन्, धेरै छिटो नचलाउनुहोस्, म अघिल्लो वर्ष यही मोडमा मरेको थिएँ। त्यो सुन्ने बित्तिकै मैले जोडले ब्रेक लगाएँ, बाइक चिप्लियो र म सडकमा लडेँ। जब म उठेर यताउता हेरेँ, त्यहाँ कोही पनि थिएन, तर मेरो ज्याकेटको काँधमा हिलो र रगत मिसिएको एउटा हातको छाप प्रष्टै देखिन्थ्यो। म जसोतसो घर पुगे र ढोका थुनेर ओछ्यानमा पल्टिएँ। मलाई लाग्यो कि म अब सुरक्षित छु, तर जब मैले झ्यालको सिसामा आफ्नो प्रतिबिम्ब हेरेँ, मेरो सातो फेरि उड्यो। सिसाको प्रतिबिम्बमा म एक्लै थिइनँ। त्यही युवती मेरो पछाडि उभिएर मुस्कुराउँदै भनिरहेकी थिइन्, मैले त पुलसम्म मात्र भनेको थिएँ, तर तिमीले त मलाई घरसम्मै लिएर आयो। त्यसपछि कोठाको बत्ती अचानक निभ्यो र एउटा भयानक हाँसो मात्र बाँकी रह्यो।